शिक्षामा पर्नबाट बच, प्रार्थना गर। के 1 घन्टा पनि प्रार्थना गर्न सक्दैनौ? आज हामीले के भन्छौँ? हामी सङ्गति गऱ्यौँ, पुगिहाल्यो। घरेलु सङ्गति गरेको छौँ, दिदीबहिनी सङ्गति गरेको छौँ, जवान सङ्गति गरेको छौँ, आमा सङ्गति गरेको छौँ, बाल सङ्गति गरेको छौँ, अनि साप्ताहिक सङ्गति गरेको छौँ, अनि पिकनिक सङ्गति गरेको छौँ, अनि कम्मर हल्लाइदेऊ सङ्गति गरेको छौँ, अनि आराधना सङ्गति गरेको छौँ, अनि डान्सिङ सङ्गति गरेको छौँ, अनि क्वायर सङ्गति गरेको छौँ। सङ्गति अब मलाई यति धेरै सङ्गति छ कि बाइबल भरियो त्यो सङ्गतिले। त्यति धेरै सङ्गति गरेर पुग्दैन तपाईँलाई, इनफ छैन। सङ्गतिभन्दा महान व्यक्तिगत प्रार्थनाको जीवन हो। आज म तपाईँलाई सोध्न चाहन्छु, तपाईँले व्यक्तिगत प्रार्थनामा समय बिताउन सक्नुहुन्न र सङ्गति मात्रै गर्दै हुनुहुन्छ भने तपाईँले सर्प र बिच्छलाई कुल्चने अधिकार प्रभुले तपाईँलाई दिनुहुने छैन। हरेक व्यक्ति जो व्यक्तिगत प्रार्थनामा समय बिताउँछ अनि थाहा हुन्छ त्यससँग